नेपालको सुदूर उत्तर पश्चिममा अवस्थित एउटा यस्तो हिमाल जसले युगौंदेखि आफ्नो पवित्रता र सौन्दर्यलाई जोगाएर राखेको छ। यो हो 7031 मिटर अग्लो साइपाल हिमाल। गुराँस हिमश्रृङ्खलाको यो दोस्रो अग्लो टाकुरा बझाङ जिल्लाको गौरव मात्र होइन, सिङ्गो सुदूरपश्चिमकै शिर हो। यस हिमाललाई किन भर्जिन माउन्टेन भनिन्छ त? कारण प्रष्ट छ। विश्वका अन्य चर्चित हिमालहरूमा पर्यटकीय भिडभाड बढिरहँदा साइपाल आज पनि एउटा रहस्यमय र शान्त गन्तव्यको रूपमा रहेको छ। यहाँको कठिन भौगोलिक बनावट र प्राविधिक चुनौतीका कारण निकै कम आरोहीहरूले मात्र यसको शिखर चुम्ने साहस गरेका छन्। त्यसैले यहाँको प्रकृति, वनस्पति र संस्कृति आज पनि उत्तिकै शुद्ध र अछुतो छ। यस हिमालले नेपाल र तिब्बतको सीमामा एउटा विशाल पर्खाल झैं उभिएर उत्तरतर्फ सुरक्षा दिइरहेको छ। यदि तपाईँ साइपाल पुग्न चाहनुहुन्छ भने यात्रा निकै रोमाञ्चक छ। काठमाडौँबाट धनगढी हुँदै बझाङको सदरमुकाम चैनपुर पुगेपछि तपाईँको असली पदयात्रा सुरु हुन्छ। तलकोट र विभिन्न लेकाली बस्तीहरू पार गर्दै भेडीगोठ र जंगली फूलहरूको सुगन्ध लिँदै झण्डै 5 देखि 10 दिनको पैदल यात्रापछि तपाईँ साइपालको आधार शिविर पुग्नुहुनेछ। पूर्वमा बाजुराको सुन्दर रानीसैनको फाँट र ताल, पूर्व र उत्तरमा हुम्ला अनि पश्चिममा अपी हिमालको घेराभित्र रहेको यो हिमालले हरेक साहसी यात्रीलाई एउटा नयाँ चुनौती र अद्भुत शान्तिको आभास दिलाउँछ। हिउँको सेतो बर्को ओढेर मुस्कुराइरहेको साइपाल साँच्चै नै प्रकृतिको एउटा जीवन्त कलाकृति हो। बझाङको चैनपुरबाट सुरु हुने यो यात्रा सेती नदीको सुसेलीसँगै अगाडि बढ्छ। धुलीको अन्तिम मानव बस्ती छोडेर जब तपाईँ निकरीको उकालो काट्नुहुन्छ तब साइपालको त्यो विशाल स्वरूपले तपाईँको सबै थकाइ मेटाउनेछ। यो केवल यात्रा होइन, एउटा आत्मिक अनुभव हो। यदि तपाईँ हिमालको वास्तविक मौनता र सुदूरपश्चिमको मौलिकता अनुभव गर्न चाहनुहुन्छ भने साइपाल हिमाल तपाईँको प्रतीक्षामा छ। केही स्रोतहरूले यसलाई अनमिचेड भनेका छन्, तर ऐतिहासिक रूपमा सन् 1963 मा एक जापानी टोलीले पहिलो पटक यसको सफल आरोहण गरेको रेकर्ड छ। तैपनि यसको विकटता र न्यून पर्यटकीय चहलपहलका कारण यसको भर्जिन पहिचान कायम छ। असोज कार्तिक र वैशाख जेठ सबैभन्दा उत्तम समय हो। धुलीभन्दा माथि होटलहरू नहुने भएकोले टेन्ट र खानेकुराको व्यवस्था आफै गर्नुपर्ने हुन्छ। अलिक साहसी र युवालाई यहाँ पुग्न 5 देखि 10 दिनको समय खर्च हुन्छ भने वयस्क र कम हिँड्नेलाई चैनपुरबाट आधार शिविर पुग्न र फर्कन करिब 10 देखि 14 दिन लाग्छ। साइपाल हिमालको बझाङतर्फको मोहडाको आधार शिविरलाई स्थानीय भाषामा औलागार वा वरपरको फराकिलो पाटन क्षेत्र पनि भनिन्छ। यहाँबाट साइपाल हिमालको विशाल दक्षिण मोहडा आँखै अगाडि देखिन्छ।